अब हामी यो ग्रेनिटी स्टेट पार्क फियर भन्छ यो घरकै छेउमा घरबाट लगभग 5 मिनटको चाहिँ गाडीमा लाग्ने रहेछ। हामी त्यहाँ आइपुगेका छौँ र यहाँनिर खरायोहरू रहेको छ। खरायो, कुखुरा अनि हाँस, के हो यो हाँस कुखुराहरू यहाँ चलिरहेको छ। अनि यहाँ माथि पोखरी रहेछ, यो माथिको चाहिँ Peacock. Is it like an animal that spreads the venom? ल यहाँ चाहिँ सुँगुरको माउ रहेछ। सुँगुरको 2टा बच्चा रहेछ यसको, एउटा रातो र 3टा रहेछ, उता छेकेको रहेछ एउटा। यो ठुलो चाहिँ माउ, एउटा रातो बच्चा रहेछ। ऊ पर पनि पो रहेछ त, 2टा रातो बच्चा, 3टा रातो बच्चा अनि एउटा कालो, 4वटा रातो, 5वटा रातो अनि 2टा कालो। One light. Yeah, one of them is behind them. Yeah, 1, 2, 3, 4, 5 and 1, 2 black. देखिस् 2टा ब्ल्याक छ। अब यहाँनिर चाहिँ गाईहरू ल हेर्नुहोस्। अब हाम्रोतिर चाहिँ गाईहरू गोठमा हुन्छ, घरमा हुन्छ। यहाँ चाहिँ यो ग्रेनिटी फेयरमा गाईहरू देखाउनको लागि मान्छे राखिरहेछ। गाईहरू ल यहाँ हेर्नुहुन्छ, यसरी चाहिँ यो चाहिँ सो गर्नको लागि यो मान्छे हेर्न आउँछन्। गाईहरूलाई बाँधेर राखेको छ। यहाँ पानीको व्यवस्था गरिदिएको रहेछ। यहाँ टक्कसँगले ल हेर्नुहोस्, यहाँ पानी यहाँ खान्छ। यो पानी राख्ने भाँडो टक्क तिर्खा लगाउने तल खान्छ अनि उता भुस राखेको रहेछ मुनि। अब त्यो भुस चाहिँ खानुहुन्छ कि हुँदैन। अब पनि फेरि सुँगुरहरू रहेछ। यो सुँगुरको बच्चा चाहिँ नेपालमा लगेर पाल्न पाए पनि हुन्थ्यो, सस्तै पाउँथ्यो होला भनेर नि। अब सुँगुर यसको 4वटा रहेछ बच्चा 4वटा रहेछ। हामी यहाँ ग्रेनिटी फेयरमा आएका छौँ। ग्रेनिटी फेयर अब के हो, यो चाहिँ घाँसहरू रहेछ। घाँस ल यो चाहिँ बिरो हो कि हो, माउ रहेछ। यो पनि पुरा माउ रहेछ। अघि के हेरेको हो त्यो। हेर्नुहोस् यहाँ सुँगुर, टाटेपाङ्ग्रे सुँगुर रहेछ। यो चाहिँ भुसहरू पुरा भुसहरू माथि र घाँसमाथि राखेको छ। ल हेर्नुहोस् यहाँ अर्को यो के हो, जमरा अलिकति केसवाला यो अनि यो सबै सुँगुर रहेछ। बेबी ल त्यो चाहिँ के हो, यो एकपल्ट हेरौँ है त। कस्तो खालको हो यो रङ पनि। यसको माउ चाहिँ त्यो बच्चा रहेछ। कत्रो सुँगुर हो यो त। पहिला हामीले नेपालमा सुँगुर पालेको थियौँ। 145 कि 50 केजी भएको थियो। त्यत्रै छ त यो सुँगुर त, 145 केजी।
डाँडाबाट झरेर खोलामा लडेको थियो, ल्याउन नसकेर खोलामै काटेर अनि मासु चाहिँ माथि ल्याएको। त्यसको चाहिँ जम्मा चाहिँ 145 केजी भएको थियो त्यतिखेर हाम्रो सुँगुर नेपालमा। अनि बाउ छोरा फेर घुम्न आएको थियो। अब घरमा उनीहरूको आमा चाहिँ अब घरमै बसिरहेको छ। त्यो घरमा घरमा एकजना रोक्नु पर्यो नि। ल यो के हो यो पिङ जस्तो हो, यो बसेर पिङ जस्तो छैन, उतो रोटे पिङ जस्तो। अनि यो उही माथि र तल जाने आउने जाने। यस्तो रहेछ, यहाँ यस्तो रहेछ यो ड्राइभिङ गर्ने। यो चाहिँ हामीले ढुलकेटी मण्डपमा एकपल्ट हामीले खेलेको थियौँ। All the carnival games are all over here. Carnival games? Yeah. Even the gun one. You remember? Yeah, that gun one. यो खेलाउनाहरू रहेछ। यो के हो यो ठ्याक्क माथि र तल आउने हो क्या? Yeah, it goes like. Goes up? Yeah, it goes up. Look, Bob, that's a gun that's a thing that you use to pull, right? Yeah. Look. Oh. Blue Sail. ल यहाँ चाहिँ ब्लू सिल रहेछ, ब्लू सेल। यो ब्लू सिल यसलाई चाहिँ ब्लू सिल भन्दो रहेछ। गोल्ड लाइन सिप। यो चाहिँ के हो यो? Are you serious? बाख्रालाई राखेर यिनीहरूले हेर्ने ठाउँ बनाएको छ। यहाँ पनि गाईहरू राखेको रहेछ। गाई Yeah, but they're moving the school buses. Papa. घोडा। Well, that means horses, right? Seems like a donkey. It's not horse. यो यसो हेर्दा त गराइ हो, यो खच्चड जस्तो छ। यहाँनिर गधा रहेछ।
अनि यहाँनिर अर्को यो ठुलो यो उसमा चाहिँ सर्कस देखाउने रहेछ। अनि यहाँ गाईहरू छ, जर्सी गाईहरू जस्तो छ यसो हेर्दाखेरि यहाँबाट टक्कसँगले ल जर्सी गाई। यहाँ चाहिँ भेडा होइन, यो बाख्रा रहेछ, बाख्राहरू छ, बाख्राहरू हेर। दसैँको बेलामा बाख्राहरू देख्दा पनि महँगो न महँगो खसीको मासु किनेर ल्याइयो। यो भेडाहरू रहेछ, बाख्रा र भेडाहरू। त्यो चाहिँ के हो यो ठुलो? ह्यान्ड्स एन्ड आर्म्स आउट अफ केज। यो के हो? कत्रो सानो हो यो गोरुहरू, सुँड निस्केको यत्रो सानो गोरुहरू छ यहाँ चाहिँ। के हो यो? नेपालतिर त ठुल्ठुलो देखिन्थ्यो त। सानो जातको गोरुहरू रहेछ यो, सानो जातको के भन्छ, साँडे, सानो जातको साँडे। अब यसलाई भनिन्छ यसको सिङ चाहिँ ल हेर्नुहोस् है, यो सिङ कस्तो तेर्सो खालको सिङ हो यो, कस्तो खालको सिङ। यस्तो सिङ त मैले देखेकै थिइनँ त। ल हेरौँ त, यहाँ कम्तीमा पनि 2 फिट जति छ यो सिङ, यसको सिङ एउटा सिङ। अनि उता पनि 2 फिटको छ। ल यसको पनि सिङ, यसको चाहिँ 3 फिट जति छ सिङ। यो खचडो, मलाई लाग्छ यो खचडेर हुनुपर्छ। इज लाफिङ। यहाँ घोडा राखेको छ, घोडा राखेको रहेछ यो। यो चाहिँ ठुलो छ, आम्मा कत्रो ठुलो हो यो त। क्यारोट्स कत्रो ठुलो छ यो चाहिँ। ओ यताबाट कराउँदैछ अर्को, कत्रो रहेछ यो त। आम्मा यो चाहिँ के अरे, जुल्फे पो रहेछ त, जुल्फे घोडा। हेरौँ त अब यो एकचोटि नै। अब मैले साइडमा खिचिरहेको छु, यत्तिको उसमा यत्तिकोमा खिचिरहेको छु। यो कत्रो छ भने घोडा रहेछ फेरि। यहाँ तल मुनिमै छ यो सानो जुल्फे घोडा जस्तो देखिन्छ। यो गाई, यो पनि फरक तरिकाको गाईहरू रहेछ यहाँ। यसमा रातो देखिन्छ। यो चौरी गाई जस्तो छ हेर्दाखेरि। यो चाहिँ यो केसले ढाकिएको गाई। अनि यहाँ यसको चाहिँ जिउभरि पनि रौँ छ। यसको चाहिँ टाउकोमा रौँ छ, जिउमा चाहिँ त्यति रौँ छैन। 1930 को इमिल रिभरिज ब्लूबेरी विनर 1912 को वासिङ मेसिन। यो चाहिँ तामाको वासिङ मेसिन रहेछ 1912 को। पोटेटो ग्रेडर
Small potatoes falls through the grate into bins along the sides, while large one make it to the top and then fall into the separate bin. Cherry barrel single roll. पुरानो सामानहरू रहेछ यहाँनिर यो प्रदर्शनको लागि राखेको यहाँनिर चाहिँ अब अर्को के हो यो मसिन जस्तो छ यसो हेर्दाखेरि पुरानो मसिनहरू यहाँनिर यसरी राखेको छ फोटोहरू पनि ठ्याक्कै पुरानो मेलाहरू राखेको ठाउँमा अब मेलाहरू हो त्यो फोटो मेला यस्तै मेला राखेको बेला पुरानो फोटोहरू रहेछ फायर फाइटर पहिलाको पुरानो फायर फाइटर Organization 1878 Monarch's potato digger are it's a potato funny machine. They're off. They're coming out of our shoes out here today. Look at these little racers move. All right, they're moving fast. The number 5's got a big lead. Look at Sonic the Hedgehog go forward by Kevin Bacon in second place around curve number 2. Here they call come down to the finish line. We had a big scramble. The flying winner is number 5. Number 5 I told you he was पुरानो सामानहरू रहेछ यो चेन्सहरू अनि सबै चेन्सहरू रहेछ यो No, there's some things over there. There's a giant chainsaw. Wait, what? Old school tree work. लालटिन हामीले युज गरेको लालटिन पहिला युज गरिन्थ्यो Baba, नेपालमा now there is Halloween here. This is Halloween. यो धेरै पुरानो Halloween. Look. Halloween Even look at TV. डेकोरेसन रहेछ यो Yeah, Baba, look. Look at that. या Snow season. snow season decoration रहेछ यहाँ हेरे This is the American kitchen back then. गार्डनहरू What? Is that Wait, supposed to be a stormtrooper? That's a stormtrooper, baby Yoda. What? रोचेस्टर फेयर यहाँ चाहिँ हलोविनको डेकोरेसन र गार्डनहरूको डेकोरेसन रहेछ यो